हेलो एन्ड नमस्ते मेरो साथीहरू, यहाँ सबैजनालाई फेरि पनि स्वागत छ ठ्याग गुरुङ ब्लगमा है। आशा छ यहाँ सबैजना सन्चै होला, आरामै होला हैन। र म पनि ठिक छु, आराम छु। अनि के कसरी बितिरहेको छ तपाईँहरूको गाउँघरमा या सहर बजार वा विदेशमा के कसरी बितिरहनु भएको छ है तपाईँहरूको दिनहरू। अनि अहिले चाहिँ म गाउँतिर छु नि त, अनि त्यही भएर म चाहिँ त्यस्तोमा बितिरहेछ। त्यो चाहिँ अब होइन, र कहिलेकाहीँ रमाइलोतिर, कहिलेकाहीँ फुटबलतिर, कहिले होइन हुन्छ नि जोस् कहिले कता गरेर हामी चाहिँ त्यसो रमाइलो नै भइरहेछ। अनि के तपाईँहरू के कसरी दिनहरू बिताइरहनु भएको छ है। अनि अनि अहिले चाहिँ ठ्याक्कै म भन्नुपर्दा चाहिँ जङ्गलमा छु है। यस्तो जङ्गलमा यस्तो ठाउँमा आएको छु कि अलिक माथि, गाउँभन्दा अलि माथि हो। अनि दाउरा क्या, हामी चाहिँ दाउरा यति बनाइसक्यो, यति दाउरा बनाइसक्यौँ होइन। अब यसलाई चाहिँ म चिर्छु, यसलाई चिर्ने हो। अनि चिरेर लाने हो। यहाँ चाहिँ पहिरो गएछ क्या, यहाँ चाहिँ कस्तोरी पहिरो गएछ कि अस्ति बर्खामा पहिरो गएछ, त्यही भएर। अनि ट्याक्क हामीले बोकेर होइन, ट्याक्क अब जोस् ठिक छ। के हुन्छ कसो हुन्छ, अब कतिखेर भारी पुग्छ होइन। अब लगभग बाबर म आएको हो, लगभग अब पुग्न लागिसक्यो। धेरै धेरै जम्मा गर्नु पर्दैन। अब यसलाई चिरेपछि अलि धेरै हुन्छ नि त। अनि त्यसपछि एक टुक्का भारी बोक्ने फेरि गइहाल्ने है त। ल अब फेरि पछि भेटौँला है त। अनि साथीहरू, यो दाउरा चाहिँ किन टिप्न आएको भन्दाखेरिमा चाहिँ हाम्रो गाउँघरमा चाहिँ के हुन्छ भने, जस्तै भोज भतेर हुन्छ नि, भोज भतेर बिहेहरू होइन, व्रतबन्धहरू त्यस्तो हुन्छ नि त। कसैको घरमा त्यस्तो कार्य होइन, त्यस्तो कामकाज भयो भने चाहिँ के हुन्छ भने, हाम्रो गाउँको मान्छेहरू चाहिँ सबैजनाले प्रत्येक घरले चाहिँ के हुन्छ भने, प्रत्येक घरले एक एक भारी दाउरा क्या। जस्तै मलाई पऱ्यो भने अरूले ल्याइदिने, अरूलाई पऱ्यो भने हामीले लगिदिने क्या। हो त्यस्तै गर्छौँ नि त। अनि त्यही भएर चाहिँ त्यसको लागि चाहिँ हामी टिप्न आएको हो। अनि फेरि हाम्रो गाउँमा चाहिँ के छ भने, अहिले यो 5-6 गतेतिर चाहिँ के छ भने, अब यो सिजन त फेरि अब एकदमै बिहेको सिजन हो नि त। अनि बिहे छ होइन, दुई ठाउँमा चाहिँ बिहे छ, अनि एक ठाउँमा चाहिँ व्रतबन्ध स्योर छ। अनि त्यसको लागि चाहिँ अनि हामीले दाउरा लगिदिनु पर्छ क्या। त्यही भएर चाहिँ हामी दाउरा टिप्न आएको होइन। अब यो हामी चाहिँ यो भरे बेलुका यो बोकेर ट्याक्क उनीहरूको घरमा लगाएर बिसाइदिने हो है। ल त्यही भन्नलाई हो। अनि मेन गरेर चाहिँ हामी त्यसको लागि आएको हो, दाउरा टिप्न। अनि उनीहरूलाई पर्दा हामीलाई पर्दा उनीहरू हो नि त। त्यही भएर चाहिँ हामीले एक अर्कालाई साथ सपोर्ट गर्नुपर्छ। यो गाउँघरको हुन्छ नि, गाउँघरको माया होइन, गाउँघरको मेजोरिटी हुन्छ नि त्यो एकदम राम्रो हुन्छ क्या। गाउँघर भनेको गाउँघरै हो क्या, एकदम त्यो सहयोगको भावना भएको हुन्छ गाउँघरको मान्छे होइन। त्यस्तो टाइपको हुन्छ कि। त्यही भएर ल ठिक छ। अब हेर्दै जाउँ के हुन्छ। म यहाँ चिर्न छ कि अब चाहिँ म यसलाई क्र्याक पारिदिने हो, क्र्याक पारिदियो। अब भिडियो गर्नलाई त बाबा त्यतातिर छ, म भिडियो गर्न अप्ठ्यारो हुन्छ होला। अब अहिले सकेसम्म देखाउँदैछु है। ल यति भइसक्यो ट्याक्क। बिस्तारै गर। बिस्तारै
Ôi, nó đào đấy, đừng chụp cái này nha. Kalau mình chụp cái đó. ल रेडी भयो त अरू चाहिँ हैया मारे बल्ल तल यो घारीबाट पन्छियो है। यो घारीबाट चाहिँ पन्छियो बल्ल तल। अब ए ओह्रालो यस्तो धेरै पछि बोकेको कि यति धेरै पछि बोकेको, त्यही भएर लास्ट अनि गाह्रो गाह्रो भइरहेको छ क्या। लगभग 2-3 वर्ष भयो होला मैले यो दाउरा नभएको होइन। अनि यस्तो उस भएर है ठेला पुरै ठेला उठ्यो। बाबा अप्ठ्यारो भएर भारी भएर फेरि बनाएर बोकिरहनु पर्छ। है डेन्जर भयो डेन्जर। यहाँ कति दुःख हुन्छ है गाउँ बस्ने मान्छेहरूलाई है। यति दुःख हुन्छ कि राम राम कति गाह्रो हुन्छ। आमामा मुन्टा यस्तो चलाउनु हुँदैन। यति टाढाबाट जङ्गलबाट बोकेर तल्लोसम्म लैजानुपर्छ। अब अहिले जो अहिले चाहिँ बाटो चाहिँ राम्रै छ है, यतिको छ। अनि अब यहाँ तल सिधै जाने हो। होइन पसिना यस्तो निस्किन्छ है। आमामा कति दुःख हुन्छ के गर्ने। यस्तै हो होइन गाउँले जीवन के कसो। ल
अहिले चाहिँ हामी ट्याक्क गाउँ नजिकै आइपुगिसक्यौँ। मैले भाइ चाहिँ यहाँ राखेको चाहिँ यहाँनिर म चाहिँ यसो भिडियो बनाऊँ भनेर यहाँ गाउँको होइन माथिबाट तपाईँहरूलाई हाम्रो गाउँ देखाउँ भनेर हो होइन। हाम्रो गाउँ सानो गाउँ राम्रो गाउँ भने जस्तै गुरुङ गाउँ है। एकदमै रमाइलो लाग्छ होइन रमाइलो छ। ल हेर्नुहोस् है त लक्क यो हो हाम्रो गाउँ है। ल हाम्रो गाउँ ट्याक्क रहेको छ ल यस्तो डाँडा काँडाले घेरिएको ट्याक्क है। ल